one drive ride organized by ओम मोटर्स रोयल इनफिल्डको अफिसियल सोरुम हेटौँडाको सबजना आइसक्नु भएको छ र यहाँ लाइनबद्ध रूपले सबैले बाइक राखिसक्नु भएको छ। अनि हाम्रो यहाँ हिमालयन स्वीट्स एन्ड बेकरीबाट ब्रेकफास्ट आइसकेको थियो र मैले पनि ब्रेकफास्ट च्यामजुम खाइहालेँ। अनि यो जबरजस्ती हाँस्ने चाहिँ म है हाम्रो दाइहरू चाहिँ यहाँ ड्रोन हेर्न बिजी हुनुहुन्छ अनि भाइले यहाँ भँगेर ड्रोन उडाउँदैछ। प्लिज सबैजना अगाडि गैरव विद्रोहमा हार्दिक अनुरोध गर्दछु सम्पूर्णलाई यो हाम्रो रोयल इनफिल्डको मेन प्रवेशद्वारको अगाडि आएर विद्रोहमा हार्दिक अनुरोध गर्दछु सम्पूर्ण प्लिज कृपया जति पनि मेरो आवाज सुन्न भइरहेको छ Everyone is ready for ride. अब हामी चाहिँ बाइकतर्फ लाग्दैछौँ। सबैजना यहाँ राइडको लागि रेडी भइरहनु भएको छ। यहाँ म पनि मेरो बाइकतर्फ गइरहेको छु तर बाइक कहाँ हो भेटिँदैन भने यहाँ रहेछ ल ठ्याक्क बाइक। फाइनली 2 घन्टाको वेट पछि हाम्रो चाहिँ यो राइड यहाँ सुरु भइसकेको छ फ्रम ओम मोटर्स एट रोयल इनफिल्डको अफिसियल सोरुम टु मकवानपुर गढी। लेट्स गो गाइज। ट्याट र टिटिट र भ्याट र पुटपुट गर्दै ट्राफिक रियमको पालना गर्दै हामी चाहिँ क्याम्पाबाट न्यु रेनी हुँदै मकवानपुर गढीको उकालो लाग्दै त्यही बेला यहाँ अगाडिको बाइकको दाइको र मेरो नम्बर प्लेट सेम रहेछ भन्दै हुनुहुन्थ्यो दाइले। रोक्दै राइडरहरूको टक्क स्लो मोसन हान्दै दाइहरूको यहाँनिर टक्क हामी चाहिँ मकवानपुर गढीको उकालो लाग्ने बाटो आइसकेका छौँ र गाइज फाइनली वी रिच टु द डेस्टिनेसन। सबैजना यहाँ बाइक पार्किङ गर्दै हुनुहुन्छ, म पनि यहाँ पार्किङ गर्ने ठाउँ खोज्दैछु है। र बाइक पार्किङ पछि हामी चाहिँ सबैजना आफ्नो बाइक पार्क गरेर मकवानपुर गढीतर्फ अगाडि लाग्यौँ है त। जस्तो मेरो फेरि आज यहाँ मोबाइलको ब्याट्री अफ भइसकेको छ र अब बाँकीको भिडियो चाहिँ सबै अब यहाँ क्यामेराबाट खिच्नु पर्ने हुन्छ। र हामी त्यसपछि यो लामो भर्याङ चढ्दै अगाडि बढिरह्यौँ मकवानपुर गढीतर्फ। सर गयौँ, सबजना यहाँ घुम्न फोटो खिच्न व्यस्त थिए। मकवानपुर गढीको पुरै अवलोकन पछि हामी चाहिँ सबैजना आफ्नो बाइक लिएर टक्क हाम्रो नेक्स्ट डेस्टिनेसन हेटौँडा रिसोर्टतर्फ लाग्दैछौँ। केटाहरू तलतिर पुरै बाइक पड्काउँदै गइरहेछ, त्यहाँ ट्राफिकले समात्न सक्छ। यहाँनिर अब यो टक्क ओह्रालो बाटो जाँदै हामी चाहिँ फाइनल्ली हेटौँडा रिसोर्ट आइपुगिसकेका छौँ।
यति राम्रो नेवारी डान्स हेरेर म चाहिँ अब आफ्नो पसलतर्फ लाग्छु। थ्याङ्क्स फर वाचिङ, गुड बाई अन्टिल नेक्स्ट टाइम।